ज्ञात्रा छे सा खा सा वाला राजे मा भो भा भ प ना धा धा ध त अना ढा ढा ढट्ट या झा झा झच्च गा घा घा घक्का बंगा के खेल्नु भएको यमी दे के दे तपाईको गोटी हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई च्यानल मी पाडु तपाईहरुको प्यारी पाडुले आज नयाँ भिडियो लिएर आइसकेको छौं। धेरै पछि नयाँ भिडियो भनौं न भिडियो स्टार्ट गरिराखेको छौं। झन्डै एक हप्ता जति भयो मैले भिडियो नहालेको चाहिँ, त्यही भएर चाहिँ आज बिहानै मैले भिडियो स्टार्ट गरेको छु। बिहान त के बिहानै यहाँ हेर्न सक्नुहुन्छ है 8:31 गइसक्यो। तर पनि यहाँ चाहिँ एकदमै जाडो छ, देख्न सक्नुहुन्छ। बाहिर चाहिँ पुरै हुस्सु लागेको छ के 9-10 बजेसम्म यस्तै हुस्सुमै बस्नुपर्ने अवस्था छ साथी हो। एकदम जाडो छ बिहान त के बिहानै हुनु 9 बजिसक्यो, 8:30 बजिसक्यो। अनि त्यही भएर चाहिँ भर्खर उठेर यहाँ ब्ल्याङ्केट पनि यसरी ओढेर चाहिँ म बसिराखेको छ। हेरौँ साथीहरू आजको दिन के कस्तो हुन्छ। धेरै पछि नयाँ भिडियो लिएर आएको छु, हेरेर साथ दिनु। देख्न सक्नुहुन्छ आजको काम यता बेसार राखेको छ, यता हँसिया राखेको छ। टक्क लाएर बेसारलाई चाहिँ यस्तो गर्नुपर्छ। यो चाहिँ अर्गानिक हल्दी, बिहेमा मान्छेले हल्दी लाउने भन्छ नि, हामी त ओरिजिनल यसरी लाइन्छ। सायमा यता ठुली मायालाई सम्पर्क गर्नु। ठुली माया बङ्गुली खाना नागरीतिर जाएको ठुली तामा बङ्गुली होला चाहिँ खाना ठुली माया पंगै प्रि रंग सेपले आइन। यस्तै एक हप्ता पछि भिडियो स्टार्ट गरेको छु है। धेरै दिनपछि स्टार्ट गरिराखेको भिडियो नै बनाउन बिर्स्या जस्तै हुँदो रहेछ। अस्तितिर चाहिँ मैले रेगुलर दिनमा एउटा हालिराख्थेँ भने अहिले चाहिँ एक हप्ता पछि हाल्ने छु साथीहरू। मेरो भिडियो कस्तो हुन्छ हेरेर साथ दिनु होला। Gaya siya kasama pang minasyan niya t-shirt. Pangme. ज्ञात्रा छे बंगबा त्यही क देखि ग्यासम्म त आउँछ कि ग्या देखि कसम्म चाहिँ आउँदैन के एकचोटि भन्दैछ। पहिला कपङ ग्यासम्म पंगबा धेरै हुजु दोबो नानी नि तासिङ त मेमिज लोपल तलम वदे अनि गदे ट्यालेन सियानी हुजु मेन नि सिए वदेसी एजेमी लसी पंगस देश दरन उजु तो जम बंगबर जानी नि पहिला का आबंगले न तो बदेङ न सेब्रङ भइ तान्जी लसी एक तिसर कन्या सि ग्यासम्म अनि ग्यानी सि कसम्म पंगसिल का खाना चा तांबई सेप जानी होले बंगबय का खाना चा या ट ढा अना त थ त धान प फ प घम जेरा लावा सक्का साहा क्षेत्र या अब ग्यादेखि क ज्ञात्रा छे सा खा सा वाला राजे मा भो भा भ प ना धा धा ध त अना ढा ढा ढट्ट या झा झा झच्च गा घा घा घक्का बंगा सिगदे सजिलो लाग्छ। हामीले त आउँदैन नि त अनि इजुनीमा त मेमिज लोपल के दंगो अनि के उर्तो मेमिज लोपल खरे के खाली से पनि होते जानी याद खबोए फेर ब्रिबासे फेरि काका मेरो ब्रिबासे काका म के सेवा यस्तो ट्यालेन्ट कसको छ ल भन्नु है गाइसहरु। काका म ब्रिबा लोप अनि होते बेला से के ब्रिना निनो काले सेंडी बानी हल्दी लाउँदै तर सजिलो लिन पाउमा के मजा आलेन। क ख यहाँ क ख ग्यासमा भेन्छ गदक मदक
काकामा न ओइ काकामा त कह फेरि हेर्नु भने खेमा मिस्टेक तयार गरेपछि गतक मतक तयार गर्दैछ अनि चिया टाइम रङ्गुर्यो त्यता हाम्रो बोस यता ठेकदार यता हुनुहुन्छ कामदार यता म छु यता यस्तो छ बेसार अर्गानिक बेसार है हाम्रो चाहिँ यो चाहिँ घरकै हो साथीहरू यस्तो छ अनि यता 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 यसरी चिया खाँदै हुनुहुन्छ बिहान कति 7:30 बजी उठे उठेदेखिको काम अहिले यस्तो छ है जाडो छ नि त हौ घाम बल्ल त घाम लागिरह यहाँ 10 बज्यो Masih belum tahu sampai saya dapat hiu lari kati koyo. Tidak sih kami tamu bahasa ini boleh beda. Tapi bahasa finally सकेको अवस्था छ यता चाहिँ हामीले बिचरा काटेर नि सुकाइसकेको छ यहाँ एउटा अलिकति यता छ यता चाहिँ लगभग सुकिसक्यो हाम्रो हात चाहिँ यस्तो भइसकेको छ आमामामा के हो मेन्दी कालो हात आदि यता छ साथीहरू हामी चाहिँ यतातिर छु अब यो अलिकति यति छ कोदो यो कोदो पनि अहिले निकाल्नु पर्ने अवस्था के भइछ रे धेरै दिन पछिको भिडियो एक हप्ता पछिको भिडियो हाम्रो खाजा यता खाएर आफ्नो भएको छ म पनि यता खाँदैछु यसरी देख्न सक्नुहुन्छ साथीहरू यस्तो भइराखेको छ अहिले आकाश चाहिँ अहिले कति बजे भन्दाखेरि 5:23-24 जति गइसकेको छ यस्तो भइसकेको छ हाम्रो ठाउँनिर चाहिँ यता हेर्नु बच्चाहरू खेल्दैछ यता
हेलो हेलो गरिदिनुहोस् त के खेल्नु अब यताको जङ्गल फाट्नुपर्ने अवस्था छ यस्तो छ अब मेरो काम स्टार्ट भयो हेर्नुहोला अनि पन्चा लाइन्छ साथी हो अनि काम स्टार्ट गरिन्छ साथीहरू मैले यति मात्रै फाटेँ किनभने रात पनि परिसक्यो देख्न सक्नुहुन्छ यता चाहिँ हामीले गहुँ लगाइसकेको छ यति थोरै भयो भने अनि मैले चाहिँ आज धेरै दिनपछि भिडियो स्टार्ट गरेको छु साथीहरू भिडियोहरू भनौँ बनाउनु त बनाएको छु के कस्तो भयो जस्तो भयो भने हेरिदिनु होला माया गरिदिनु होला नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै भोलिको दिनमा अर्को नयाँ भिडियो ल्याउने कोसिस गर्ने छु भन्दै आजको लागि चाहिँ यति नै बाई।